बाबाजी मैले ठुलै समस्या लिएको छु। भन न बाला के समस्या हो? मेरो बच्चै हुँदैन के बाबाजी। ए अनि बिहे भयो कति वर्ष भयो? बिहे गर्नुपर्छ र? चल पहिला बिहे गर्न कस्तो रहेछ? हाम्रो दोस्ती चाहिँ मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य जस्तो गुजरातमा के हुन्छ यार? अचार भट्ट कुइराल अरिङ्गाल त्यही बाहुला मात्रै छैन कि होइन? ओके है, तर जे होस् जे भने हाम्रो दोस्ती चाहिँ छुट्नु भएन। ओके त्यो टुट्नु भएन नि त। त्यही नै हो सर। अब उता के भन्ने र? हजुर हिजो आज त्यही हो, भिडियो पहिले भन्दा हल्का कम गएछ भनौँ। हजुर तर पनि त्यस्तो छैन, गइरहेछ। जे होस् दुःख लाग्छ नि सर। अब हाम्रो मेहनत धेरै हुन्छ। हजुर कसैले भन्छन् यिनीहरू बच्चाल जस्तो गर्छ भन्छन्, कसैले यिनीहरू पागल बौला भन्छन् होइन। जस्तै तपाईँको अब 1-2 लाख भ्युज गयो भने तपाईँको 8-10 जनाले नराम्रो कमेन्ट गर्छन्, गाली गर्छन्। गाली त अब आउँछ अन्त, तर गाली गरेर केही नहुने रहेछ क्या। त्यही त अब हैन उहाँहरुले भाइरल भयो, कमसे गाली गर्ने मान्छेले नि धन्यवाद छ भनौँ न, किनभने उसले भिडियो नहेरेर त्यतिकै गाली त गरेन, पक्कै भिडियो हेरेरै गाली गरे। गाली गर्ने सबैलाई धन्यवाद छ, नमस्कार छ। ओके अब कमेडी मान्छे, अब बोल्ने यताउता कुरा गर्ने बेला नि यस्तै कमेडी मात्रै गरिराख्छौँ। हजुर त्यही बेला अब बेलुका हिँड्दा हैन त्यतिकै आइहाल्छ भने हामीले त्यसलाई कन्सेप्ट बनाइहाल्छौँ, बङ्गाई टङ्गाई गरेर बनाउँछौँ। जस्तो चासो गरे भने जेमा पनि हुन्छ कि सर। जस्तो अब केटीकै चासो गर्ने मान्छेले केटी जस्तो पनि पाइहाल्छन् कि, त्यस्तै हो कि। चासो राख्नु पर्छ। जस्तै तपाईहरुलाई के लाग्छ, हामी सफल भयौं जस्तो लाग्छ कि अझै हामी यात्रामै छौं, संघर्षमै छौं जस्तो लाग्छ? हामी अझै यात्रामै छौं भनौँ। सफल भए जस्तो त त्यस्तो लाग्दैन सर। दर्शक महानुभावहरु सबैलाई स्वागत गर्न चाहन्छु। म तेजेन्द्र तपाईहरुको माझमा आज एउटा फरक र रमाइलो भिडियो सामग्री लिएर उपस्थित भएको छु। यति बेला म रोल्पाको सुनिल स्मृति गाउँपालिका सुलीचोर बजारको एरियामा छु। यहाँ तपाईहरुलाई फिल्ममा मैले देखाइरहेको छु 2 जना एकदमै चर्चित व्यक्तित्वहरू। उहाँहरूलाई तपाईहरुले टिकटकमा, युट्युबमा अनि फेसबुकमा चाहिँ मजाले देखिरहनु भएको छ। उहाँहरूले निकै नै राम्रा कमेडी भिडियोहरू बनाउँदै आउनु भएको छ। निकै नै भाइरल पनि हुन्छन् उहाँका भिडियो। हामीले उहाँसँग केही समय अगाडि पनि कुराकानी गरेका छौँ। रमाइलो त्यो अन्तर्वार्ता तपाईँहरूलाई देखाइसकेका छौँ। तर झन्डै 4-5 महिना पछाडि फेरि उहाँसँग जम्का भेट भएको छ बाटोमा, र बाटोमा भेट भइसके पछाडि उहाँसँग कुराकानी त गर्नैपर्छ भन्ने हिसाबले र तपाईँको माझमा नयाँ चाहिँ के छ, उहाँको चाहिँ आजभोलिको दिनचर्या कसरी बितिरहेको छ भन्ने खालका कुराकानी हुन्छन्, र केही बिचमा रमाइला कुराकानी हुन्छन्, र पेट मिची हँसाउने खालका आजको बसाइमा कुराकानी पनि आउनेछन्। दुवैजना हँसिलो रसिलो, 2 जना ठिटो हुनुहुन्छ, रोल्पाली ठिटो। दुवैजना सरहरूलाई स्वागत छ। नमस्ते। नमस्कार। अब हामी नाम त धेरैजनालाई थाहा छ सायद, त्यही पनि कुनै दर्शकहरू नयाँ पनि हुनुहुन्छ हाम्रो उसमा च्यानलमा, त्यो भएर हामी नामबाट जाउँ सर। मेरो नाम तुलाराम घट्टी मगर गोरे। हजुर। मेरो नाम चाहिँ देवराज घट्टी मगर। तपाईँको चाहिँ उपनाम छैन? मेरो उपनाम छैन। छैन है? किन नराख्नु भएको? उपनाम नराखेको सर। त तपाईँलाई देवराज भनेरै चिन्नुहुन्छ कि अरू नामले पनि चिन्नुहुन्छ? प्राय देवराज नै भन्छन् है। हजुर। अनि के छ सरहरू चाहिँ ठ्याक्कै कहाँबाट आउँदै हुनुहुन्थ्यो? मैले बिच बाटोमै तपाईँहरूलाई रोक्न पुगिहालेँ, त्यसको लागि म सरी भन्न चाहन्छु। सुरुमा तपाईँहरूसँग भेट हुन पाइयो, खुसी लागिराखेको छ। के छ, कताबाट आउँदै हुनुहुन्थ्यो? आजको चाहिँ के छ मेसो मेलो तपाईँहरूको? आज यतै बजारतिरै हो सर, कता भनौँ र, गाउँदेखि झरिरहेको थियौँ। अनि हाम्रो देवराजजीको ग्यारेज पनि यही नजिकै छ, हामी ग्यारेजकै वरिपरि छौँ। उहाँ चाहिँ ग्यारेजमा काम गर्दै हुनुहुन्थ्यो, र उहाँलाई हामीले यसरी चाहिँ 2 जनालाई ठ्याक्कै भेट गराएका छौँ। अझ यहाँनिर 1 जना छुट्नु भएको छ, म तपाईँलाई सुरुमै भन्न चाहन्छु। 1 जना हाम्रो बहिनी हुनुहुन्छ, चेली हुनुहुन्छ। उहाँ पनि निकै नै रमाइलो कुराकानी गर्नुहुन्छ, निकै नै हँसाउनुहुन्छ। यो 3 जनालाई राख्न पाइएको भए अझ मजा हुन्थ्यो, तर सम्भव भएन। हामी आगामी दिनमा चाहिँ त्यो बहिनीलाई पनि सँगै राख्नेछौँ। खबर के हुनु सर, सबै ठिकै छ। यसो भिडियो सिडियो बनाउने, खाली टाइम भयो भने भिडियो सिडियो बनाउने, त्यही त हो। त्यही छ, ठिकै छ। अनि तपाईँ फेरि उता गाडी लाइनमा पनि हुनुहुन्छ, गाडी पनि चलाउनुहुन्छ? हजुर, गाडी लाइन कहिले भ्या हुँदैन भिडियोहरू बनाउन। हजुर, फुर्सद हुँदैन, त्यही भएर कहिले बिचमा ग्याप हुन्छ। न त हामी प्रायः हामी भिडियो ल्याइरहेको छौँ। हामी सबै भिडियोहरू रेगुलर आइराखेको हुन्छ तपाईँको? कहिले भन्दा अलिक कम जान्छ भनौँ न। अहिले कम गर्नुभयो? हजुर, अहिले कम गइरहेको। किन समय मिलाउनु यता वर्कसपतिर बिजी हुने भए, अनि दाइ पनि उता गाडीतिर। हजुर।
त्यही भएर पहिले जस्तो टाइम मिलेन भनौँ न। ए तर समय हामी ल्याउनेछौँ। तर पनि तपाईँहरूको भिडियो चाहिँ आइराखेको हुन्छ, धेरै दर्शकहरूले रुचाउनु पनि हुन्छ, माया गर्नुहुन्छ होइन। हामीले पनि धेरै हेर्छौँ क्या तपाईँको भिडियो हेरेर, त्यो हुन्छ नि एउटा मनमा भएका पीडाहरू भुलाउँछौँ। निकै नै रमाइलो व्यक्तिहरू हुनुहुन्छ। आज हामी रमाइलो कुराकानी गर्छौँ, दर्शकहरूलाई पनि रमाइलो प्रदान गर्छौँ। अब देवराजजीको पनि त्यही जो होला हालखबर के छ अरू? त्यही नै हो सर, अब एउटा के भन्ने र। हजुर हिजो आज त्यही हो, भिडियो पहिल्यैभन्दा हल्का कम गएछ भनौँ। हजुर तर पनि त्यस्तो छैन, गइरहेछ चाहिँ। त्यति दुःख गरेर भिडियो बनाएर हामीले पोस्ट गर्छौँ, कुनै कुनै कमेन्टहरू हेर्दाखेरि चाहिँ दुःख लाग्ने खालका आउँछन्, कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ? दुःख लाग्छ नि सर, अब हाम्रो मेहनत धेरै हुन्छ। हजुर कसैले भन्छन् यिनीहरू बच्चाल जस्तो गर्छ भन्छन्, कसैले यिनीहरू पागल बौला भन्छन् होइन। जस्तै तपाईँको अब 1-2 लाख भ्युज गयो भने तपाईँको 8-10 जनाले नराम्रो कमेन्ट गर्छन्, गाली गर्छन्। गाली गरेर जति चाहिँ नराम्रो गाली गरेर केही हुने रहन्छ, खै हालसम्म केही घटेन राम्रै, केही खुसी खाएन, केही भएन हाम्रो। फेरि यस्तो नभनौँ यार, फेरि अझै हेरेर गाली गर्न बेर छैन यार। गाली त अब आउँछ हुन त, तर गाली गरेर केही नहुने रहेछ क्या। त्यही त अब हैन उहाँहरुले भाइरल भयो, कमसे गाली गर्ने मान्छेले नि धन्यवाद छ भनौँ न, किनभने उसले भिडियो नहेरेर त्यतिकै गाली त गरेन, पक्कै भिडियो हेरेरै गाली गरे। गाली गर्ने सबैलाई धन्यवाद छ, नमस्कार छ। ओके हुन्छ। अब जस्तै तपाईँहरूले यो भिडियो बनाउनुहुन्छ नि, कन्सेप्ट चाहिँ कसरी माइन्डमा चाहिँ राख्नुहुन्छ, कसरी चाहिँ क्रिएट गर्नुहुन्छ, कि दुवैजना मिलेर त्यो कन्सेप्टलाई तयार पार्नुहुन्छ कि? कन्सेप्ट त्यही हो सर, अब हामी आफैमा अब कमेडी मान्छे, अब बोल्ने यताउता कुरा गर्ने बेला नि यस्तै कमेडी मात्रै गरिराख्छौँ। हजुर त्यही बेला अब त्यतिकै आइहाल्छ, हामीले त्यहीलाई कन्सेप्ट बनाइहाल्छौँ, बङ्गाई टङ्गाई गरेर बनाउँछौँ। जस्तो चासो गऱ्यो भने जेमा पनि हुन्छ कि सर। जस्तो अब केटीकै चासो गर्ने मान्छेले केटी जस्तो पनि पाइहाल्छन् कि, त्यस्तै हो कि। चासो राख्नु पर्छ, जस्तै जे उसले चासो राखेपछि भइहाल्छ सर। जसमा भनेपछि जे चासो छ त्यसमा निरन्तरता दियो भने त्यो मान्छे सफल हुन्छ। हो सफल हुन्छ। तपाईँहरूलाई के लाग्छ, हामी सफल भयौँ जस्तो लाग्छ कि अझै हामी यात्रामै छौँ, सङ्घर्षमै छौँ जस्तो लाग्छ? हामी यात्रामै छौँ भनौँ। सफल भए जस्तो त त्यस्तो लाग्दैन सर। हामी जस्ट रमाइलोको लागि भिडियो बनाउँछौँ, त्यति ठुलो इच्छा त्यस्तो हाम्रो पनि छैन, हाम्रो इच्छा छैन। जे भए जस्तो लाग्दैन, लाग्न त तिनी जस हल्का जस रमाइलो गर्छौँ भनौँ। अनि नि थाके म सोधिहालेँ, अहिलेसम्मको तपाईँहरूले जुन भिडियोहरू बनाइरहनु भएको छ, सबैभन्दा धेरै भ्युज गएको, कति भ्युज गएको भिडियो छ अहिले पनि तपाईँहरूको सामाजिक सञ्जालमा हेर्ने हो भने तपाईँले याद गरे अनुसार? भिडियोमा लगभग तपाईँको एउटा भिडियोलाई सायद 3.1 मिलियन जति भएको थियो होला सायद। ए भनेको 30-31 लाख दर्शकले हेर्नुभयो अनि बुझिन्छ। तर तपाईँहरूको अन्य भिडियोहरू पनि भाइरल त हुन्छन् नै, धेरै भाइरल हुन्छन्, त्यसमा चाहिँ निकै रमाइलो कुराहरू पस्किनुहुन्छ। अब हाम्रो देवराजजीले पहिला चाहिँ कपाल अलि लामो लामो पाल्नु भएको थियो, अहिले काट्नु भएको रहेछ। ठन्डी सिजनले गरेर हो कि केले हो? त्यो ठन्डी सिजनमा सर चाया पर्छ कपालमा। हजुर, त्यही भएर अब छोटो बनाएपछि त चाया परे पनि नुहाउन सजिलो हुन्छ। चाया जुम्रा पनि होला, त्यही भएर जुम्रा पनि होला, ननुहाउने जुम्रा त्यतिकै परिहाल्छ नि। अनि त्यो तपाईँहरूले पछिल्लो समयमा त एकजना जुन चेलीलाई पनि समेट्नु भएको छ, हाम्रो उहाँको नाम के अरे? एलिन्सा बहिनीलाई पनि तपाईँहरूले चाहिँ ल्याउनु भएको थियो। तिनी भिडियोहरू पनि एकदमै भाइरल भएका थिए। उहाँ बहिनी आज कता हुनुहुन्छ? ऊ बहिनी आज खै उनको कसको विवाह छ जस्तो सुनेको थिएँ मैले। विवाहमा भात खान गएको छन् क्या? भनेपछि उहाँलाई पनि खान गएको छन् होला, उहाँलाई पनि आउन सकेन। सम्झिन चाहन्छौँ। कुनै दिन हामी फेरि तिनैजना व्यक्तिहरूलाई लिनेछौँ अवश्य पनि। आज हामी बहिनीलाई समेट्न सकेनौँ, सम्भव अलि भएन, तसर्थ उहाँ बहिनीलाई हामी सम्झिन्छौँ यहाँबाट। जस्तै अब तपाईँहरूले भिडियो कुन कुन क्षेत्रमा बनाउनुहुन्छ? यही सुलिचोर वरिपरि मात्रै बनाउनुहुन्छ कि अलिक टाढा टाढा गएर पनि बनाउनुहुन्छ? प्रायः यतै हुन्छ सर। प्रायः यतै हुन्छ सर। अलि टाढा जानको निम्ति हामीलाई टाइम नि मिल्दैन। हाम्रो कार्यक्षेत्र यतै हो। कार्यक्षेत्र यता खुङ्रीतिर पनि बन्छ, प्लस यता यो धौलेउडार हो कि धुलेउडार भन्छ होइन, त्यहाँ पनि बनाउँछौँ। कहिले काहीँ बजारतिरै हुन्छ। हाम्रो कार्यक्षेत्र यतै हो, त बाहिरतिर जान हामी पाउँदैनौँ, समय हुँदैन। फेरि तपाईँहरूको त्यो टाइमले पनि दिन्न होइन बाहिर जानलाई। त कहिलेकाहीँ जानुभयो भने त बनाइहाल्नुहुन्छ। एकचोटि मैले जलजलामा गएको बेला बनाएको पनि देखेको थिएँ। पोखरा बनाएको छ।
ए जे जता जानुहुन्छ उतै बनाउनुहुन्छ निश्चित एरिया छैन हजुर कुनै जाने अवसर मिल्यो कुनै मौका मिल्यो भने नयाँ ठाउँमा जाने अवसर मिल्यो भने बनाउँछौँ